सो हेलो एन्ड नमस्ते है सबैजनालाई वेलकम टु माई भ्लग। अनि आफ्टर अ लङ डे है फेरि पनि भ्लग सुरु गरिरहेको छु। एन्ड टुडे इज द डे। अनि अलिकति लङ राइडै छ आजको दिन होइन। त्यही भएर आजको दिन चाहिँ हाम्रो कहाँ रहेको छ भने हेलम्बु आमायाङ्ग्री जाँदैछौँ होइन। अनि आमायाङ्ग्रीमा चाहिँ अब न्युजहरू चाहिँ पढ्न छोडिसक्यो होला होइन, तर त्यही पनि भ्यूहरू राम्रो देख्छ भनेर चाहिँ हामी जाँदैछौँ। एन्ड को जानु लाग्यो भनेपछि चाहिँ म हुन्छु, विमल, अनि त्यसपछि विमलको भाइहरू हुन्छ, अनि अरू चार पाँचजना छौँ होइन। अनि अब जान्छौँ हामी। म चाहिँ घरमै छु अहिले चाहिँ होइन। अब यहाँबाट रेडी भएर प्याकिङ स्याकिङ भइसकेको छ। अब टक्कसँगले तेल हाल्छु अनि त्यसपछि म सिधै केटाहरूलाई भेट्छु। अनि केटाहरूलाई भेटेर अनि सिधै राइडतिर लाग्छौँ है त। ल स्टेट्युन राम्रोसँग गरिदिनु। माया देखाइरहनु भएको छ, त्यो मेरो कन्टिन्युस चाहिँ भएको छैन, त्यही भएर कन्टिन्युस गर्न खोजिरहेको छु। अझै पनि दामी भ्लग आउनेवाला छ। सो स्टेट्युन। अनि धेरै माया छ, अनि अझै माया देखाइरहनु होला। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यही हो। ल फुल ट्याङ्की तेल राइड सुरु भइसकेको छ। अहिले गोप्रो चाहिँ अहिले उसमा फर्न हाल्दिनँ, मोबाइलै हो है। अब यहाँबाट राइड सुरु भइसकेको छ। 18966बाट सुरु भएको छ। सो मौसम आज अलिकति लास्ट टाइम खासै क्लियर त छैन, तर के भन्छ यसलाई धुवालै छ क्या आज। अब यहाँबाट सिधै म साकु जान्छु, साकुबाट साथीहरूलाई भेटेर अनि त्यहाँबाट सुरु गर्छ है त। ल सो स्टे ट्युन। अनि धेरै माया देखाउनु। अब राइड सुरु भइसकेको छ। सो इन्जोय गर्नु है त। ल मेरो चाहिँ यति छ है आजको सेटअप। यो फिट गरिसकेको छु। विमल गुरुङ माथि 2जना छन्, अनि अर्को 2जना छ। सुबिन बस्छ हौ सुबिन। सबैमा 2जना हो क्या, 3टा भएपछि कतिजना, 6जना 3जना ल। र त्यही हो, अब बाटोमा भेटौँला है त। हामी चाहिँ अब निस्केको यहाँबाट। सो अब चाहिँ हाम्रो राइड सुरु भइसकेको छ। राइड अघि नै सुरु भइसक्यो हो, तर बिचबाट भ्लग भन्दैन, किनभने कन्टिन्युसली गयो भने धेरै लामो भ्लग हुन्छ। त्यसैले बिचकै क्लिप्सहरू हाल्छु। अनि अहिले चाहिँ त्यो हिँडिसक्यो भनेर देखाउन खोज्यो हो। सो हामी चाहिँ यता पालघरको बाटो हुँदै सिन्धुपाल्चोक मेलम्ची निस्केर जान्छौँ है। सो त्यही हो, हेर्दै जानु होला, रमाइलो गर्दै जानु होला। हामी जस्तो रमाइलो गर्छौँ हजुरहरू पनि त्यस्तै रमाइलो गर्नु होला। अनि त्यही हो, राम्रो माया पाइरहेछ, त्यही अनुसारले नै हजुरहरूले माया दिइरहनु होला। सो हाम्रो ग्रुपमा चाहिँ अहिले 2जना भ्लगर भएको भएर चाहिँ कन्टिन्युडै हुनसक्छ, तर दुइटैलाई माया दिनु है। अनि यस राम्रो धेरैभन्दा पनि धेरै ट्राई गरेर राम्रो भ्लग ल्याउने हामी ट्राई गर्न सक्छौँ है, गर्छौँ पनि। यहाँ त उकालो छ त यहाँबाट हो, म त आएको थिइनँ यार यो बाटो। त्यही हो। ल अब बिचमा अलिकति राम्रो क्लिप्सहरू आयो भने म हाल्दै गर्छु। अनि हजुरहरू पनि यसो लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला। अनि अहिले चाहिँ हामी 6जना जाँदै हो। पछाडि एमजेडमा 2जना, बुलेटमा 2जना र हामी वेजेडरमा 2जना। सो अहिलेसम्म चाहिँ अगाडि नै छौँ हामी। अब पछि अफरोडमा त अब केटाहरू अगाडि हुन्छ, हामी पछाडि हुन्छ। स्कुटर हो, बिस्तारै जानु पऱ्यो गयो है। त्यो यो टिफरहरूले हेर बिहान साफोमै यो 3जना मार्दैछ। ल अहिले भेटौँला है। हामी 2जना चाहिँ यहाँ आइसकेको छ। कति चाँडो भयो, धेरै अगाडि आइपुग्यो। केटाहरू आउँदैछन्, हामी चाहिँ कुद्दैछौँ। डिप्पी एउटा यसो गरेर यो विमलको भाइ हो। अनि केटाहरू आउँदैछ। अब कताबाट जाने भन्ने माथि हो। ल अब चल्यौँ है त हामी नि माथितिर हुँदैन नि। लगभग आइसकेको छ। यहाँबाट भोटेचौर, यताबाट भोटेचौर जान्छ, चिया बगान भन्नेपट्टि जान्छ यताबाट चाहिँ होइन। अनि यताबाट माथि पौवा, जर्सिङ पौवा
दामी छ क्या ठाउँहरू चाहिँ। ल चल्दै गयो है त अब। सो हामी चाहिँ अब नाङ्लेभारी कटिसक्यो। नाङ्लेभारी कटेर चाहिँ तल ओह्रालो 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 झर्दैछौँ अझै। हामी अझै पनि अगाडि नै लिड गरिरहेछौँ। अब अफरोड नआउन्जेलसम्म चाहिँ लिडै हुन्छ होला अगाडि नै। अफरोड आइसकेपछि चाहिँ सबैभन्दा पछाडि हामी नै हुन्छौँ होला, किनभने यो साधारण चिज भन्ने चिजहरू माया गर्नुपर्छ। सो बाटो यस्तो राम्रो लाग्यो क्या मलाई। यो यताउतिको यो कुच्चो भन्छ यसलाई होइन, कुच्चोको यो बनाउने यो देखेर चाहिँ झन् दामी लाग्यो क्या है। बिमलहरू त कहाँ उतै छ जस्तो छ अझै। मौसमले साथ दिएन, नभए हिमाल सिमाल चाहिँ देखिन्थ्यो। यता तलतिरको पनि भ्यूहरू राम्रो देख्थ्यो। खासै यो भएन। यो सिङ्गल ट्री है, नाङ्लेभारी तलको सिङ्गल ट्री। बिहान ठ्याक्क बेलुकापट्टि पानी पऱ्यो भने बिहान ठिक्क आयो भने दामी देख्छ रहेछ क्या यो। नाङ्लेभारीबाट पनि बवाल देख्दो रहेछ। तपाईँहरूलाई घुम्न आउनु मन लाग्यो होइन, एकदम सर्ट टाइमको भनौँ न, अब आफ्नो 3 दिन जतिको टाइम निकालेर 1 नाइट 2 डेजको टाइम निकाल्यो भने चाहिँ मजाले नै इन्जोय गर्न सकिन्छ यो ठाउँतिर। मैले यो बाटो त फर्स्ट टाइम आइरह। अब हामी जान लागेको ठाउँ पनि फर्स्ट टाइमै हो। मेलम्चीसम्म चाहिँ पुगेको थिएँ म। मेलम्चीबाट उता कटेको थिइनँ। यसरी चाहिँ हेलम्बू नै पुगिने भयो। हेलम्बूको भोजरमा त्यो दाजुभाइ जाने हो होइन हो कि क्या हो? रेडी हो। सो चाहिँ प्लान जे नि बन्न सक्छ। सो स्टे ट्युन है। नयाँ नयाँ चिजहरू नयाँ देखाउनु पर्ने हुन्छ हामीले, किनभने सुरु त गरिसक्यो हो, तर धेरै ग्याप भयो क्या मेरो त। एउटा चिज एउटा धेरै पर्सनल कामहरूले गर्दा हो। अब पर्सनल त के भन्नु, साथीको क्याफेको लागिले गर्दाखेरि आफ्नो भ्लग पनि भयो क्या, कन्टिन्युस दिन सकिएन क्या। लास्टमा साथीले दुश्मन भइदिन्छन्, के गर्नु, गाह्रो छ। हेरौँ न आगडाक्सहरूले मलाई एकदम चित्त बुझाएन क्या। रनमतीहरू पछाडि कन्डो पछाडि कुरा काट्ने नै होइन, स्ट्रेट कुरा। लाइफमा सबै स्ट्रेट कुरा। ल है, आमाले मलाई ल हालिसक्यो बाबाले। बुढेसकालमा नि यस्तो चुलबुल हुन्छ नि त। ल है त, अब हामी अर्को सिङ्गल ट्री आइसकेका छौँ। यहाँबाट अफरोड छ जस्तो छ। सो अलिकति क्यामेरा हल्लिन सक्छ, त्यसैले म अहिलेको लागि भ्लग यहीँसम्म राख्छु। त्यसपछि फेरि कन्टिन्यू हुन्छ हाम्रो अर्को ठाउँमा, जुन राम्रो देखिन साथै म भ्लग सुरु गर्छु। सो स्टे ट्युन है। सबैजना माया देखाइरहनु है। कति राम्रो राम्रो मान्छेहरू हुनुहुन्छ मेरो भ्लग हेर्ने। सबैजनालाई धेरै धेरै माया छ। ल अहिले भेटौँला, ल राख्थेँ है। धुलो गाडीले यस्तो धुलो उडाइरहेको छ यार। यहाँनिर केटाहरू टक्क बसिरहेको धुलो त खबर खाने भयो त यार। ल है धुलो, है धुलो, गाडो है गाडो। बस सो हामी चाहिँ अब यहाँ मेलम्चीबाट उसमा आइसकेको छ होइन। सो मेलम्चीको यतापट्टि खोलापट्टिबाट सर्टसँगले हामी धेरै गाह्रो यो अफरोडिङ पछि राम्रोसँगले हामी आइसकेको छ। अब पिचको बाटो जाने हो, त्यसैले केटाहरू चाहिँ अगाडि नै रन्किसकेको छ, तर बिस्तारै नै जाने हो। अनि त्यो हो, भ्लगहरू इन्जोय गर्दै गर्नु होला। म बिचमा भ्लग बनाउँछु है। अनि त्यही भएर अब यस्तो यो मेरो हावाहरू माइकहरू छैन नि त, अनि त्यही भएर हावाले खासै
बोलीहरू प्रष्ट आउन सक्दैन नि त, त्यही भएर चाहिँ म बिचमा मात्रै भ्लग बनाउँछु। सो हामी चाहिँ लगभग अब यो मेन हाइवे नै छुइसकेको छ। अब त्यसपछि सर हामी लाग्छौँ हाम्रो गन्तव्य तिर है त। ल त्यही हो, स्टे ट्युन है सबैजनालाई। अनि त्यही हो, अब खाजा त खान्छौँ होला अहिले एक ठाउँमा रोकेर त्यतिखेर भेट्छौँ है त। हामी चाहिँ मेलम्ची बजार प्रस्थान गरिसकेको छौँ। यहाँबाट चाहिँ कहाँ होला? हामीलाई चाहिँ कता हो, अब कता हो हामी जाने? यहाँबाट तल ए ल हामी चाहिँ मेलम्ची आइसकेको छ। अब यामाङ्गीको जाने बाटो सोध्दैछौँ है, चाहिँ मेलम्ची बजार। ल ल यार भाइले भ्लगै बिगार्दा फेरि कन्टिन्यू हुन्छ होइन। हाम्रो भाइ यहाँ छ टक्कसँगले, यता विमल टक्कसँगले भ्लग गर्दैछ। यता हाम्रो तिम्रो नाम के अरे है? सुबिन है, निराजन। बल्ल हामी यत्रो यहाँ मेलम्ची पुगिसक्यौँ, बल्ल नाम गर्दैछौँ है। त्यो त्यही भएर अब हामी चाहिँ यहाँनिर खोलानिर बसौँ भनेको। खोला चाहिँ उयो है, रोडको खोला, अनि यतापट्टि पारिपट्टि खोला छ, यता झर्ना भइहाल्यो। सो रमाइलो गर्दै आइरहेछौँ हामी, इन्जोय गर्दै आइरहेछौँ टक्कसँगले रेस्ट लिँदै होइन। अब त्यही हो, अब अरू भनेर त केही नै छ र जिन्दगीमा। अलिकति रमाइलो गर्नुपर्छ, इन्जोय गर्नुपर्छ। त्यही भएर इन्जोय गर्नको लागि चाहिँ यसरी नै हिँड्नुपर्छ। सो हिजो थाहा थिएन, म हिजोसम्म चाहिँ जान्छु भनेर फिक्सै थिएन। अनि जाउँ भन्यो, अनि मैले घरमा नि कुरा गरेर गएँ। जे होस्, आई हेभ गट सपोर्टिभ फ्यामिली, सो दे सपोर्ट मी अ लट। अनि यो चाहिँ खुसी लाग्छ बेला बेलामा होइन, टक्कसँगले सपोर्ट गरिरहनु भएको छ। केही गर्न लागेको कुरामा चाहिँ हुन्छ गर्न, केही हुन्छ भन्ने टाइपको चाहिँ फ्यामिलीबाट छ। सो थ्याङ्क्स टु माई ड्याड एन्ड थ्याङ्क्स टु माई मम। सो त्यही हो, जो सपोर्ट पाएको छ, राम्रो सपोर्ट पाएको छ होइन, सबैले बुझिदिइरहनु भएको छ। सो अब के गर्न लागि चाहिँ केही होस् भन्ने टाइपको चाहिँ फ्यामिलीबाट अलवेज सपोर्ट छ। सो त्यसमा चाहिँ मलाई एकदम खुसी छु है। अनि अहिले चाहिँ यो किनार आइरहेको छु क्या, म यतापट्टि जान खोजिरहेको छु क्या, यो खोलापट्टि एउटा खिचौँ भनेर। सो त्यही हो, रमाइलो पाइरहेछ। यस्तो सपोर्टिभ पायो भने चाहिँ आफूलाई पनि छुट्टै हुन्छ क्या, हो कि गर्न लागेको कुरालाई पनि शुभ लाग्छ क्या भनौँ न। अनि त्यही हो, अब के भन्नु अरू। सो स्पेसलेस छु फ्यामिलीको लागि सपोर्ट पाएकोमा। अनि त्यही हो, खोला अब यसो खोलामा यसो एक दुईवटा क्लिपहरू खिच्छु भनेर आएको क्या भित्र। अब हामी दुईवटा बाइक चाहिँ आइसक्यो, एउटा बाइक आउन बाँकी छ, कहाँ पुग्यो भन्ने कुरो हो। सो त्यही टाइममा चाहिँ आफूले युटिलाइज गरेर भइरहेछ। राइड राम्रो भइरहेछ, अलिकति अफरोडहरू भइरहेको भएर चाहिँ अलिकति भिडियोहरू खिच्नलाई पनि उ भइरहेछ होइन। त्यही भएर चाहिँ त्यही हो, भिडियो खिच्नलाई राम्रोसँग हुने भने हातै गलिसक्यो यार है। बाइक त उस गर्दा क्या ब्रेक हान्दा। अनि त्यही हो, अब एकछिन यहाँ बस्नु मजा आउँछ, एकछिन बसौँ, त्यसपछि हामी राइड फेरि कन्टिन्यू गर्छ। किनभने धेरै हामी अझै 40% मात्रै आइसक्यो क्या, अझै बाँकी छ, 60% अझै माथि जानै बाँकी छ। सो त्यही हो, इन्जोय गर्नु। धेरै बोलेर नि तपाईँहरूलाई बोर लाग्ला। सो त्यही हो, एक दुईवटा अझै सिनेमेटिकहरू खिच्न ट्राई गर्छु, एउटा नयाँ चिजहरू देखाउन ट्राई गर्छु। सो माया देखाइदिनु। सो माया देखाइरहनु भएको छ, त्योभन्दा नि बेटर माया अझै चाहिरहेछ। सो अझै पनि गर्नु, लाइक सेयर सब्सक्राइब गरिदिनु, साथीहरू भाइहरूलाई सबैलाई सेयर गरिदिनु। सो नयाँ चिज, नयाँ मान्छेहरू आयो भने नयाँ चिजहरू देख्न सकिन्छ। सो त्यही भएर चाहिँ इन्जोय है त। ल पिस गाइस।
यहीँबाट रहेछ त हामी चाहिँ गाउँ यो अब उता जाने यो पहिलाको बाढीले गर्दाखेरि होइन घरहरू चाहिँ जस्तो पुरै ध्वस्तै बनाएको रहेछ यो अहिलेसम्म यस्तो छ यसलाई म्यानेज गरेर छैन मान्छेहरूले होइन तर ठिक छ एकदम दुःखको खबर हो यो चाहिँ बाढीले अझै पनि सब घरहरू है बनाइदिएको रहेछ है ल अब हाम्रो एकछिनको रेस्ट गरेपछि हामी लागिसक्यौँ हाम्रो यस्तो राम्रो राम्रो बाटो छ बाटो चाहिँ अब यस्तै हो अलि अफरोडै छ त्यस्तो पिचहरू बाटो एक्सपेक्ट गरेर नआउनु होला किनभने बाटो यस्तै छ के गर्नु है स्कुटर त जस्तै हुन्छ तर बनाउनु चाहिँ पर्छ कुछ पाने के लिए कुछ खोना पर्ता है भने जस्तै हो क्या त्यही भएर हामी चाहिँ कुछ पाने के लिए कुछ खाना चाहता हूँ भने जस्तै हो त्यही हो रमाइलो छ अब हामी यहाँबाट अब सबै जान्छ भन्दा उहाँसँग माथि नै पुग्छौँ अनि त्यसपछि मात्रै भिडियो बनाउँछु होला किनभने बाटो यस्तै छ खासै गर्ने टाइपको छैन त्यसैले सो अब त्यहीँ भेटौँला है माथितिर धेरै बोल्न नि पाएको छैन क्या किनभने लगभग 50-60% नै अफरोड छ क्या त्यही भएर हो बोल्न राम्रोसँग पाएको छैन जब पिच आउँछ त्यसपछि मजाले बोलेर हजुरहरूसँग गफ गर्दै टकाटक पाराले जान मजा आउँथ्यो तर ठिक छ केही भएन अहिले त सबै यस्तै छ हौ केटाहरूले त डह्रो बटार्न थाले त अहिले त रहेछ हो माने प्लाने हो गाडीले यो चाहिँ घरै यस्तै बनाइरहेछ भाइले किलो लुक्स दिएर गयो मोडो लुक्स दिएर गयो है ल अहिले भेटौँला है गाइस सो हामी चाहिँ बाटो कन्फ्युज भएर अब यसको यो गाडीको पछाडि लाग्न पर्ने हुनेछ है होइन के हो हाम्रो हालत यस्तोमा बाहिर टक्कसँगले दामी छ यार ठाउँ बब्बाल पिक ठाउँ छ दामी छ है मुस्ताङ गएको जस्तो फिल भइरहेको क्या तर म मुस्ताङ कि गएको छैन बाटै कहाँ हो चस्मा चाहिँ ओभर है ल नाइस छ ल बाटो चाहिँ यस्तै हो है हात त यस्तो रातो भइसक्यो यार नन गएर गएर न हात त बास यो बाटो चाहिँ अफरोड रहेछ है भर्खर ढुङ्गा गएर रहेछ बाटो चाहिँ लास्टै अफरोड के यहाँबाट त तल यसरी हेऱ्यो भने भिर देख्नु तल्ल बब्बाल नाइस सही छ है ठाउँ चाहिँ अब्बर राम्रो छ क्या अब त्यही हो एकछिन बस्छौँ रेस्ट गर्नु पऱ्यो हात लास्टै हो बढाएर हात अब केटाहरू नि आइपुग्यो टक्कसँगले हो अनि अब एकछिन रेस्ट गरौँ त्यसपछि चल्दिनुपर्छ है त्यस्तो भइसक्यो रातो है केटाहरू टक्कसँगले यहाँ पानी सानी भर्दै त्यहाँबाट सही छ है ठाउँ यो अब यो कहाँनिर हो बेस क्याम्प हो कि कहाँनिर हो थाहा नै छैन पानी सुकेछ पानी पर्ला जस्तो छ हिउँ पर्न सक्छ
ल हामी चाहिँ यहाँनिर टक्कसँगले बेस क्याम्प भने जस्तो चाहिँ लाग्यो तर हो कि होइन थाहा छैन होइन त्यहाँबाट चाहिँ टक्क निस्क्यो अब निस्केर हामी सर यस्तै बाटो छ सर जाँदैछौँ अघि झन् एक्सट्रिम अफरोड थियो क्या त्यही भएर चाहिँ मैले भ्लग नबनाएको होइन किनभने धेरै क्यामेरा हल्लेपछि कामै छैन भ्लग बनाएर नि हल्लिन्छ नि त अनि गोप्रो सोप्रो भएको हो भन्नु होइन हो नि त त्यही भएर फोनबाटै माउन्ट राखेर बनाएको है अब युट्युबबाट पैसा आउँछ र अनि टक्कसँगले गोप्रो किन्ने भनेर बसेको खै आउँदैन बेलु अब लगभग हामी धेरै माथिसम्म त आइसक्यो है लगभग आइसक्यो बाटो होइन धेरै पनि छैन अब माथिपट्टि हो हामी अब बेस क्याम्पपट्टि चाहिँ पुग्यौँ जस्तो चाहिँ लाग्छ मलाई पनि अनि त्यही हो अब धेरै खिच्न चाहिँ पाएन रोडबाट हल्का अब जहाँ जहाँ आफूले खिच्न सकिरहेको छु त्यति चाहिँ मैले सबै क्याप्चर गरेको छु होप सबैजनालाई मन पराइरहनु भएको छ होला है हेर्दै जानु अझै पनि राम्रो चिज आउँदैछ है अनि आज चाहिँ हामी बेस क्याम्पतिरै बस्छौँ होला त्यहाँबाट अनि भोलि बिहान मात्रै माथि हाइटतिर लाग्छौँ बिहानै निस्किने हो टक्क सनराइज हेर्ने गरी अनि त्यही हो अब यसो सनराइजको यसो निकाल्नु पऱ्यो नि त फेरि टाइम स्ल्यापहरू है त्यसको लागि हामी हल्का प्रिपेयर गर्नै पऱ्यो त्यही भएर अनि सट्ट जानुपर्छ अगाडि बाइकै हुनुपर्ने रहेछ यार स्कुटरले त ध्वस्तैमा आउने हात यहाँ रातो भएर यस्तो भएको चाहिँ बाइक पनि त्यही हो हुन त हात रातै हुने हो होइन तर अफ रोडमा अलिकति सजिलो हुन्छ भन्ने कुरो हो यस्तै छ यी बाटो सबै अहिले त हिलो अब यो अब हिउँको त होला पग्लेको लक्की नै रहेछ होइन खत्रै लक्की रहेछ भने चाहिँ हिउँ परेको देख्न सकिन्छ अब आफ्नो लकको त अब के कुरा गर्नु भ्यू हेर्न गयो भने केही देखिँदैन क्या पुरै धुवालो बस्छ त्यही भएर म अलिअलि लकी छु यस्तो भ्यूहरू हेर्नको लागि तर होपफुली यत्रो टाढाबाट आएको साथ दिन सक्छ होला है सो त्यही हो के भन्ने र अब यस्तै अफरोड छ सो धेरै बोल्ने भन्दा नि बढी हुन्छ क्या फोकस दिनु पऱ्यो नि फेरि लडेपछि त फेरि यस्तै हो फेरि आई क्रास भनेर हाल्नुपर्छ फेरि ल त्यही हो ल है अब इन्जोय गर्दै गर्नु हामी पनि अब सर जान्छौँ अब जहाँ सकेसम्म म क्लिप्सहरू निकाल्दै गर्छु सो इन्जोय गर्दै गर्नु माया देखाउँदै गर्नु है ल अब यस्तो चिप्लो बाटो छ अलिकति केयरफुली भएर चलाउनु पर्ने हुन्छ सो अहिले भेटौँला है त ल हामी चाहिँ यहाँनिर बाटो दुईवटा बाटोपट्टि आइपुग्यो होइन चिसो बढ्न थालिसक्यो दामी अब भ्यू चाहिँ दामी देखिसक्यो अब यहाँबाट यस्तो बाटो सर जानुपर्ने भयो माथिको बाटो अब के गर्नु त अब है चलिदिनु पऱ्यो ल अहिले भेटौँला है त बाटो यस्तो छ अनि के भ्लग गरेर माथि भ्याउने होइन ठ्याक्कै यताबाट सिधा आउँदाखेरि चाहिँ यहाँबाट माथि राइटपट्टि है त यस्तो बाटो छ यार बिचोक बल्ल तल्ल गऱ्यो गाह्रो अनुमति यहीँ राख्नु पर्ला जस्तो चाहिँ
तर राख्ने यस्तो जग्गा बाटो हो स्कुटरको हालत यस्तो भइरहेछ। यहाँनिर मैले एउटा चिज देखेँ कि तर मैले लाइफमा पहिलोपल्ट देखेको है यो चाहिँ। मैले अहिलेसम्म यस्तो पिङ्क कलरको लालीगुराँस देखाएको थिइनँ यार। सही है। अनि कस्तो दामी छ नि यसलाई फेरि टिप्नै मन लाग्छ। सो हाम्रो यहाँ भेटेकोमा सबैभन्दा पहिलो लालीगुराँस which is pink and pink is my favorite. कहाँ छ पिङ्क हौ? नाइस है। सही सही। तर दामी छ यार, यस्तो दामी भइरहेछ क्या होइन, मजा आइरहेछ क्या। तर गाह्रो पनि भइरहेछ होइन, किनभने बाटो यस्तो स्लिपरी रहेछ है। भवाल त्यो चिप्लो बाटो छ, त्यही पनि स्टिल हार मारेको छैन क्या। किनभने डेस्टिनेसनमा नपुगुन्जेलसम्म जस्तो सुकै होस् होइन, स्कुटरमा काठमै हालेर बोकिदिने हो क्या। जिम गरेको क्या दामी नै हुन्थ्यो। तर ठिक छ, ओके हामीलाई फोनै ओके। सो लालीगुराँस यार मैले अहिलेसम्म यो कलरको लालीगुराँस देखाएको थिइनँ क्या, विच इज भेरी ब्युटिफुल क्या। यस्तो दामी लागिरहेको थियो मलाई होइन। चार्ज सकिन लाग्यो, 20% छ। त्यो व्हाइट कलर, यो पिङ्क कलर। अब कता कता देखिएला नि यो दामी, यस्तो दामी ठाउँ होइन। अब हुसु उतापट्टि लागेको छ, यतापट्टि हाम्रो ब्लगर विमल गुरुङ हाम्रो पनि यताबाट सब्सक्राइब गरिदिनु होला होइन। विमल है, दुईजना सब्सक्राइब गरिदिनु है दुवैजनालाई ठाकसँगले। अनि हामी चाहिँ लगभग कस्तो छ भने दुवैजना चाहिँ लगभग हामी अब साथै हुन्छौँ होइन त। हाम्रो अब यो जर्नी, अब यो आजको यो सुरुवात जर्नी भएपछि अब आउने जर्नीहरू चाहिँ लगभग हामी कन्टिन्युसली दिन खोज्छौँ होइन। अनि दिन्छौँ पनि हाम्रो बेस्ट, हामीले दिने जति, हामीले सक्ने जति, हाम्रो बजेटले भ्याउने जति चाहिँ विल गिभ। अनि कसैलाई स्पोन्सर गर्न मन छ भने चाहिँ हाम्रो ट्राभल एक्सपेन्सेसको लागि प्लिज डु कन्ट्याक्ट अस। हामी एकदमै इन्कम सोर्स नभएर चाहिँ ट्राभल गर्नलाई नि जुगाड गरेर हिँड्दा छौँ। एकदम बबाले जुगाड जहाँ पनि हिँड्छौँ फेरि तपाईँहरूको लागि त हामी त होइन के भन्नु यार। तर ब्युटिफुल, द प्लेस इज ब्युटिफुल, दामी देखिरहेछ। तर कसम एभ्रीवान मस्ट भिजिट हियर वन्स। तर अहिले भन्दा नि अलि जाडो महिनाकै बेला आउनु होला। लगभग हिउँ परे भन्दा चाहिँ बरु हिउँ ल है त, ल अहिले भेटौँला है। हुन्थ्यो त यार, चारों तरफ कोराई कोराई हमको कुछ नहीं दिख रहा। दामी यतिको बाटो हिँड्ने मेरो एउटा ड्रिम थियो क्या। लाइक हुन्छ नि बबाल यसरी केही होस् उसकै बिचमा हराम होइन, केही नदिएको होस् क्या कसैले नि हराम क्या। अब उ त्यसरी क्या, अब बाइक गयो नि होइन, हरायो क्या। अब त्यस्तो ड्रिम थियो क्या एउटा। जस आमा एङ्ग्रीले पुरा गर्दैछ है, बाटो पनि यस्तै दामी है। मजा आइरहेछ कस्तो। सबैजना आउनुपर्छ क्या यो मुभमेन्ट लिनलाई चाहिँ क्या। सो हामीले चाहिँ एकदम दामी मेमोरी लिएर जान लागिरहेछौँ। लिँदैछौँ, अझै बाँकी नै छ, अझै माथि जहाँ पुग्नै बाँकी छ है। विच इज भेरी बेस्ट ब्युटिफुल क्या। अब यो जतिको दामी के छ क्या अहिले, अब चिप्लिन्छ है। ल हामी चाहिँ यहाँ बेस क्याम्पनिर आइसकेको छ सबैजना। टक्कै यहाँनिर यो बेस क्याम्प भयो, यो अर्को एउटा रिसोर्ट रहेछ। तर हामी चाहिँ कहाँ उ गर्ने भनेर यस्तो पारामा आएको हामी। यस्तो भएर अब हामी चाहिँ अब रुम खोज्नु पर्ने हुन्छ यहाँनिर, किनभने यस्तो छ यहाँनिर होइन। अब भोलि जानुपर्ने भनेको कहाँ हो यार, यो त देखिँदैन त कता। ल अब चाहिँ त्यही हो, अब सकेसम्म जानुपर्छ। रेस्ट गर्नुपर्ने हुन्छ, चार्ज गर्नुपर्ने हुन्छ। चार्ज सकिसकेको छ, अब बत्ती छ कि छैन थाहा छैन। सो स्टेप
ट्युन अनि स्टेप पिस हामी यति बिचल्ली भयौँ कि होइन केटाहरू यहाँ वाट्सएपमा यो रिसोर्टमा आएर खोजेको छैन भेटेन अनि वाट्सएपमा गर्दैछ सो त्यही हो हामी चाहिँ अब के भयो भने बिचल्ली भयो के न यताको न उताको भयो तल गयो भने बाटो खराब है अनि तलतिर गयो भेटिँदैन माथि गयौँ हामी 100 मिटर माथि छ भनेर गएको भेटाउँदै भेटाएन सो त्यही हो अगाडि नै प्लान गरेर आउनु मैले भने नि अघि नै भनिरहेको थिएँ तल प्लान बनाएर आउनु प्लान बिना केही पनि हुँदैन प्लान बनाउनु भयो भने तपाईँहरूलाई नै सजिलो हुन्छ अनि बुकिङहरू गरेर आउनु टेन्टको लागि सबै बुकिङहरू गर्नु यहाँनिर बुकिङ नगरी पाउँदैन यहाँको मान्छेहरूले नै एकदम धेरै नै एटिट्युड देखाउँछ किनभने यहाँ यो बाइक अप्सन छैन भन्ने टाइपको होला त्यही भएर चाहिँ अगाडि नै प्रिपेयर्ड हुनु सो त्यही हो अब हामी जति चाहिँ बिचल्ली कोही पनि भएन जस्तो लागिरह बिचल्ली नै भयो न कता बस्ने हो न फर्किने न उके गर्ने अब यस्तै ताल पनि अब चढिन्छ माथि सो त्यही हो प्रिपेयर भएर आउनु है त ल पढे ओके ल फाइनली हामी होटल पाइसकेको छौँ अनि तलपट्टिको अब होटलको नाम चाहिँ अझ पनि प्रोनाउन्स गर्न कन्फ्युज छ हो खोइ के हो ऊ आमा एङ्ग्री हो सबै हामी रुमको लागि चाहिँ टक्कसँगले म्यानेज गर्दैछौँ आज ठिक रहेछ जे होस् बस्नलाई नि होइन अब फायर क्याम्प सायर क्याम्प गर्ने टक्कसँगले बस्नलाई चाहिँ दामी छ अब पर पर्सन चाहिँ यहाँनिर 1800 छ होइन विच इज गुड अनि 6 जनै अट्ने रहेछ हामी एउटै उसमा सो त्यसको लागि चाहिँ हामीलाई एकदम खुसीको कुरा हो त्यहाँनिर मान्छे एकदम ल्याङ गऱ्यो नि त त्यही भएर यस्तै टेन्टहरू हुन्छ यहाँनिर चाहिँ अनि माथि चाहिँ कपाल सपाल लाग्यो होला त्यो चाहिँ अनि सो दामी छ है ठाउँ दामी छ अब भोलि क्लियर भएपछि झन् दामी देख्छ सो स्टे ट्युन अब एकछिन हामी रेस्ट हुन्छौँ फ्रेस गर्छौँ अनि हामीले अब के गर्छौँ यहाँनिर होइन त्यो रमाइलोहरू सबै हजुरलाई देखाउँछौँ सो त्यही हो स्टे ट्युन है त ल हाम्रो चाहिँ यहाँ आउन साथै अन्डा होइन चाउचाउ झोल टक्कसँगले चालजना मिठो 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 है त ल